हेलो अनि गुड मर्निङ भन्दै म हर महादेवदेखि मेरो राइड स्टार्ट गरेको छु। मैले चाहिँ एउटा आज म खासमा चाहिँ म याङ्गो गर्न हिँडेको हो। याङ्गोमा के कस्तो राइड छ हेर्नु पऱ्यो। आज मैले 20 को टार्गेट राखेको छ, कम्प्लिट हुन्छ हुँदैन थाहा भएन मलाई। कम्प्लिट नभएसम्म खाना खाना नआउने हो म। एउटा चाहिँ हानिसकेको छ, अर्को पनि लिन जाँदैछु म प्यासेन्जर भएको ठाउँमा। लोकेसनमा जाँदैछु म अहिले। पेट्रोलको भाउ पनि लास्ट बढेको छ। यो राइड सेयरिङ एपहरूले पनि एकदम ध्यान पुर्याउनु पर्ने छ यो कुरामा। 219 पुगेको छ, पैसा भने 30 रुपियाँ 40 रुपियाँ आउँछ। तर तेल हाल्दा पनि घिडी हुन्छ। यहाँबाट लेख हो। यो बाटो त म कति भइसक्यो त नहिँडेको। आमै रहेछ यहाँबाट राइट त वहीँ रहेछ। हजुर 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 बस्नु त कहाँनिर हो त यो बौद्ध यो यातायात छ नि, यातायातबाट पारिपट्टि त्यो नयाँ बस्तीबाटै। नयाँ बस्ती यता पहेँलो पुलबाट होइन कि तलको पुल छ नि नयाँ पुल? नयाँ पुल हजुर हजुर। ए त्यहाँबाट ठ्याक्कै पारिबाटै छ होइन। ल यहाँबाट मेरो अर्को पनि राइड पाइसकेको छ। 3वटा कम्प्लिट भइसकेको छ मेरो राइड चाहिँ। अब अर्को म लिन जाँदैछु प्यासेन्जर भएको ठाउँमा। याङ्गोले चाहिँ केही सुधार गरे छैन रहेछ। यत्रो महँगो हुँदा पनि यस्तो लापरवाही गर्नु हुँदैन नि। अब अघि म 7 किलोमिटर आएको, 7 किलोमिटरको जम्मा 56 रुपियाँ थियो कि। तेलको भाउ यस्तो बढ्या। यो याङ्गो अफिस चाहिँ कामै नलाग्ने भइसकेको रहेछ हो अहिले त यार। यहाँबाट माथि हो र के त्यही हो। फोन गरेर सोधौँ न कता हो भनेर। केएफसी दरबारमा भन्छ त यो अन्नपूर्ण उसमा होला। हेलो खै त म नि लोकेसनमै छु त। कतापट्टि भन्नुभयो? पछाडि ए हस् हस् हस्। कहाँनिर हो यो? दरबारमाग भन्छ यो अन्नपूर्ण होटल हो क्या? ए ल यहाँबाट पनि मेरो राइड सिद्धिसकेको छ। दरबारमागमा आइपुगेको छ। अहिले चाहिँ यहाँ राम्रो सिस्टम बनाएर रहेछ। त्यो रेड लाइट सिस्टम बनाएर रहेछ, तर एकदम लङ सिस्टम बनाएर रहेछ। धेरै टाइम लाग्ने रहेछ। अब अर्को राइडको पर्खाइमा छु म। 4वटा कम्प्लिट भइसकेको छ अहिलेसम्म मेरो राइड। कता गएर बस्ने होला? त्यतैभित्र जाउँ। ट्राफिकले ल्याङ गर्छ कि त्यस्तोतिर बस्नु हुँदैन। यस्तोतिर आउने हो, सट्ट बस्ने हो। अर्को राइड लगाएपछि फेरि भेटौँ है त। फेरि मेरो यहाँबाट कोरियन हस्पिटलबाट राइड लागिसकेको छ। यहाँ टाढै छ, टाढै पुग्नु पनि छ। मोबाइल अफ हुन्ला छ, चाँडो आउनु ल दाइ भनेको छ। चाँडो जानुपर्ने हुन्छ। कर्नरिङको मिठो कर्नरिङको साथ भेट्ला कि नभेट्ला। अब स्विच अफ हुन्ला छ भनेछ।
त्यहाँ गएर उसले बाइक चिनेन भने त कसरी फोन गर्नु र मैले हामी सबैको मनमा हस्पिटल भित्रै छ जस्तो छ उहाँ चाहिँ गेटमा भने जस्तो लागेको थियो यो गायिका तारा थापा गेटमै भन्थ्यो खै त वहीँ हो र दरबारमा हुनुपर्ने हो दरबारमा के हो दरबारमा के हुन्छ फोन अफ भयो नि तपाईँको ए अझै भएन अझै स्विच अफ भएन ए एकछिन चलाउनु न अफ हुन्छ आनन्दै हुन्छ के कोरिया जान्ला हो क्या तपाईँ कोरिया जान्ला हो क्या तपाईँ हो र कहिलेको फ्लाइट हो हजुर ए हो कहाँनिर अझै अगाडि हो हस् खोइ त तपाईँको दिदी हो कि साथी हो त आएन त नि कति चाँडो आइपुग्यो है यत्रो घुमेर पनि खै कुन हो तपाईँको साथी ए उहाँ हो तपाईँलाई कुरेको ए हस् राम्रै देखेर हो 10 रुपियाँ चेन्ज छ हजुर पैसा राख्ने ठाउँ त कस्तो राम्रो त मसँग त चेन्जै छैन क्या अनलाइन छैन अनलाइन हालिदिनु कि तपाईँ 10 रुपियाँ घाटा खानु पऱ्यो कि म 10 रुपियाँ घाटा खानु पऱ्यो नि हस् अब रुममा गएर खानुपर्छ तर ए उहाँसँग होला 10 रुपियाँ छोडिदिनु दस रुपियाँ मात्रै चाहिएको हो कि भाइ 50 को चेन छ ए रहेछ रहेछ ल
उहाँलाई दिइसकेँ मैले पैसा लस कताको लाग्यो कति राइड हान्यो कहाँको लाग्छ हो यो त यार मेरो गोब्रोको चार्ज पनि भइसकेको छ अब चाहिँ म यो भ्लगलाई यतैतिर अन्त्य गर्छु होला अनि भरे एकैचोटि राइड सिद्धेपछि भेट्छु होला यो यो यतै हो हस् कहाँ आइपुग्यो यो म हस् 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 लिनुहोस् यहाँबाट यस्तो गयो भने कहाँ पुग्छ धापछि पुग्छ यहाँबाट ए हस् हस् राइड पनि लागिहाल्यो